So hey guys, welcome back to my video. It's me, Esper Ali Vlogs. आज चाहिँ म बिहान बिहानै कहाँ गयो होला भन्नुहुन्छ भने म चाहिँ घाँस काट्नको लागि आएको छु बारीमा। चट्ट लाएर आज चाहिँ घाँस कटाइ हुन्छ। आज बिहान बिहानै 5:30 बजे उठेर घाँस काट्नको लागि आएको छु। यो चाहिँ हाम्रो बारी हो, यहाँ तलदेखि माथिसम्म। बिहान बिहानको भ्यू चट्ट देख्न सक्नुहुन्छ। हाम्रो गाउँतिर घुम्न आउन सक्नुहुन्छ। अब चाहिँ म हजुरहरूलाई मेरो घाँस काटेको भिडियो देखाउँछु। घाँस काटेको है त। अहिले चाहिँ 9 मुठा घाँस काटिसक्यो, अझै काट्न बाँकी छ। यस्तै पुरै खर घाँस मात्रै छ, अरू चाहिँ खासै छैन यसपालि। कुट्मेरोहरू खनियो। अब एकछिन घाँस काटेर हामी पनि तात्तिनुपर्छ। अब चाहिँ यताको स्याप लाएर घाँस चरे घाँस चरे घाँस चरे घाँस चरे 9 मुठा 10 मुठा अझै 8-9 मुठा काट्नुपर्छ, ठिक्क हुन्छ। यो खन्ने घाँस झार्नु पर्यो कि। ट्याक्क एउटा भारी हालेर भ्याइयो। कति मुठा छ यसमा? 3, 6, 9, 12, 13 मुठा छ। खोलेर हेर्ने? 13 मुठा यहाँ छ। 14, 15, 16, 17, 18, 19 हो। 1 मुठा कम्ती भयो। अहिले चाहिँ घाँस काटेर भ्याइयो। अब हामी चाहिँ बारीबाट निस्किनु लाग्यो। एउटा भारी हालेर भ्याइयो। अब एउटा हाल्न बाँकी छ। अहिले पहिले त्यो भारी हाल न। पहिले त्यो भारी हाल, अनि पछि जाने बेला हालौँ न नाम्रो त। अब यहाँबाट निस्केपछि चाहिँ गएर सानो भात हान्नुपर्छ। भोक लाग्यो। के पाउरोटी किन्ने? दिउँसो खाना त खाँदै जाने। बेहोरा त छैन कि फेरि। घर घर भात खायो नि हुने। कहाँ अहिले पाउरोटी खाएर अहिले घाँसको भारी खनियो। के भन्छ ल, गिदरी गिजरी हो कि गिदरी हो। फाइनल्ली हामी चाहिँ घरतिर लाग्यो भारी बोकेर।
भारी पनि एकदम गरौँ साह्रै गरौँको भए भारी। यो चाहिँ हाम्रो गाउँको स्कुल हो। भारी बोकेर सहे गाइज अब फेरि पनि भेटेको छु म तपाईँहरूसँग, तपाईँहरूको माझमा उपस्थित भइसकेको छु। बिहानकै भिडियोलाई कन्टिन्यू गर्दै अब चाहिँ हामी बल खेल्न तर्फ लाग्दैछौँ। तपाईँहरूलाई फेरि देखाउने छु आजको गेम, आजको पहिलो होइन मेरो भ्लगको पहिलो, मेरो च्यानलमा पहिलो भिडियो आउनेछ भलिबलको। आज चाहिँ मार्रा खेल्नुपर्छ, मार्रा। हामी चाहिँ अब चलियो किस्मत। मेरो भाइ मस्सु Back to my channel and another video. It's me Mosu IT blog है। ओ किस्मत फेरि पनि आइसकेको छु तपाईहरुको माझमा, फेरि पनि एउटा ओ फुपू खै पैसा ल्याऊ, पैसा छैन र लिएस दिन जानु पर्दैन। 2 लाखको चेक काटिदिनुहोस् भर्खरै। दुख्यो किन हानिस् तैँले फेरि? दुख्यो के छ जाने कि नाच बल हेर्न? किन नाचे नाचे नाच। मेरी भूपू माया धुर धुर कोनिचिवा। ल है त गाइज अब हामी चाहिँ मास्टर लिन लागेको। भाइहरूलाई बटाउनु पर्यो बल खेल्न जानको लागि। भाइहरूलाई खोजेर काली हाम्रो छोरी आइछ। लन्च हो कि ब्रेकफास्ट हो चाहिँ देउरालीमा? लन्च गर्न जानिस् कि ब्रेकफास्ट गर्न जानिस्? ब्रेकफास्ट हो। नाको बेबी हेलो नाको ब्रदर फास्ट फास्ट। करङ मात्रै छ है। सिक्स प्याक देखा एकचोटि, सिक्स प्याक देखा एकचोटि, सिक्स प्याक देखा एकचोटि। उपिर सिक्स प्याक देखा एकचोटि। छ त देखा न, नाटक नगर्नु धेरै। यो चाहिँ एकदम लजाउने पारेको छ। किन गुन्ने यस्तो लाज मान्ने छोरा मान्छे भएर पनि लाज किन बाबा? चाहिँ हामी लागिसकेका छौँ बल खेल्नको लागि। यो चाहिँ मेरो मामा घर हो, ऊ मेरो आमा हो, मेरो बाबा हो। मामा घरको आमा हुनुहुन्छ, उहाँ बस्नु भएको छ। यसो हाई गरिदिनुहोस् आमा, हाई 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 भनिदिनुहोस्। माई ड्याड इट्स मी। हाम्रो चाहिँ अब काडोको बुट चाहिँ छ है, तर यसपालि एउटा मात्रै फल्यो। कहाँनिर फल्यो भन्दा यहाँनिर एउटा मात्रै फलेछ, एउटा दुईवटा फलेछ, दुईवटा फलेछ। अर्को साल चाहिँ फल्छ कि भन्ने आश छ। यो सालै मैले काट्दिनु लागेको थिएँ, काट्नु लागेको बेलामा एउटा बाख्रा मरेको थियो, त्यही बाख्रा गाडिदिएको। एभाकाडो त फल्न सुरु भयो। अर्को सालदेखि त स्याम्मे एभाकाडोको जुस बनाएर खाएर बल खेलेपछि त तागत त भर केही। हामी चाहिँ यस्तो खै किडेलो बनाउनु। हाम्रो दुईवटा ब्लगर्सहरूले चाहिँ अचेल बनाउन छोड्यो। हाम्रो के अरे मङ्की ब्लग्स मोङ्स। अब एउटा बनायो क्या तैँले युट्युब च्यानल मोङ्स ब्लग भनेर, बादर वाइट ब्लग होइन? पछि चिनो न कसैको के अरे च्यानल भाइरल नभए पनि होइन, मोनिटाइज नभए पनि यो त यार युट्युबको काम हो भने हुन्न। त्यही त नि, एउटा गिनिज बुक अफ वर्ल्ड रेकर्ड बनाऊँ न हामीले घरै पछिको युट्युब च्यानल खोलेर। तर ब्लग नहाल्ने भएर सबै खुल्लै छ, च्यानल त खुल्लै छ। एउटै घरमा दुईटा ब्लगर निस्किन्छ। दुईवटा भ्लगर भइसक्यो। ऊ हाम्रो मसु भ्लग, उहाँको पनि आउँछ। मलाई पनि सब्सक्राइब गरिदिनु होला, भिडियो हेरिदिनु होला होइन। ब्लग चाहिँ 2-3 दिन पछि आउँछ गाइज। मेरो चाहिँ फोनको अलिक समस्या भइरहेको छ, फोन आसी चाहिँ गाइज। लगातार डेली भ्लग आउँछ मेरो चाहिँ कल्लु वाइटी भ्लग्स। अहिले चाहिँ हामी यस्तो छ क्या यहाँ, अस्ति यहीँनिर तार छोएर सर्ट भएर अहिले पनि आगो लागि भएर तार छोइरह, तर खै सम्बन्धित निकायले केही हेरबुझ गर्नु छैन है। मान्छेलाई यहाँ कति रिक्स हुन्छ भन्ने कुरो त्यो कुर्सीमा बसेर करेन्ट लाग्छ होला, लागिहाल्छ नि त्यहाँ गएपछि त। अनि त्यस्तो हरियो छ सुकेको भए पो लाग्दैन भन्ने त नि। हामी चाहिँ बल खेल्नलाई हो त्यहाँ माथि हो पुग्ने, तर यहाँबाट क्लियर देखिएको छैन है घामले गर्दाखेरि। म वहीँ पुगेर देखाउँछु, वहीँ पुगेर भेटौँला है त। किरणमा आइसकेका छौँ। अहिले चाहिँ नेट जहिले तानेर गयो, जहिले लुज बनाएर राखिदिन्छ नेट चाहिँ। यहाँबाट भ्यू पनि भवाल देखिन्छ। यो चाहिँ हाम्रो झ्यामिङ गाउँको मेन स्पाइकर
के रे यसको नाम दिवस दिवस नेट तान यतिको पनि के हान्छस् त नि हाउ भर न पहिला हाउ भर हामी चाहिँ यहाँ बल खेलेर बसेको थकित अवस्थामा चाउचाउ खाँदै 2 गेम जित्यो अब चाहिँ घर जान लाग्यो केटाहरू पेलात भएर बसेको छन् तल पनि एक ग्याङको तल छन् अब घर जान लाग्यो आजको ब्लग चाहिँ यहीँ इन गरौँ होला लाइक सब्सक्राइब र सेयर गरिदिनु होला माया देखाउनु होला धन्यवाद।